कल्पना गर्नुहोस् भोलि बिहान उठ्दा बजारमा एउटा हल्ला चलिरहेको छ। नेपाली रुपियाँ अचानक भारतीय रुपियाँ वा अमेरिकी डलरसँग ठ्याक्कै बराबर मूल्यको भयो रे। अब एक इन्डियन रुपिजको लागि 1.6 नेपाली रुपियाँ वा एक युएस डलरको एक्सचेन्ज रेट यति छैन। अब के हुन्छ? एकछिन त तपाईँ सोच्न थाल्नुहुन्छ र ठ्याक्कै यसको फाइदा र बेफाइदाको बारेमा सोच्न सक्नुहुन्न। तर यसले नेपालको अर्थतन्त्रलाई रातारात परिवर्तन गर्न सक्छ। इन्डियासँग नेपालको करेन्सी वर्षौंदेखि पेग्ड छ, अर्थात् एक भारतीय रुपियाँको नेपाली 1.6 हुन्छ। तर युएस डलरको भ्यालु चाहिँ मार्केट अनुसार हरेक दिन घडबड हुन जान्छ। आजको डलर एक्सचेन्ज रेट अनुसार एक युएस डलरको नेपाली रुपियाँ यति छ, तर यो रेट आजभन्दा करिब 5 वर्ष अगाडि फरक थियो। त्यसैगरी 5 वर्ष अगाडि भारतीय एक रुपियाँको नेपाली 1.6 थियो भने आज पनि त्यही एक्सचेन्ज रेटमा कारोबार भइरहेको छ। धेरैलाई थाहा नहुन पनि सक्छ, यस्तो करेन्सी पेग नेपालको लागि कुनै सामान्य कुरा होइन, यो त राष्ट्रको लागि जीवन रेखा हो। अब इतिहासलाई पल्टाएर हेर्दा कुनै समयमा नेपालको नेपाली रुपियाँ भारतीय रुपियाँसँग पेग गरिएको थिएन। यसको इतिहास सधैँ स्वतन्त्र र अनौठो रह्यो। यसको सुरुवात 17औं शताब्दीमा हुन्छ, जब नेपाल अनेकौं साना साना राज्यहरूमा विभाजित थियो। ती राज्यहरूले आफ्नै चाँदी र तामाका सिक्काहरू चलाउँथे, जसलाई मोहर भनिन्थ्यो। ती मोहरहरूले व्यापार, कर र जनजीवनमा महत्त्वपूर्ण भूमिका खेल्थे। तर नेपालको मुद्रा प्रणालीमा ठुलो मोड आयो सन् 1932 मा, जब राजा त्रिभुवनले आधुनिक नेपाली रुपियाँको सुरुवात गरे। नयाँ रुपियाँले पुरानो मोहरलाई प्रतिस्थापन गर्यो। दर थियो 2 मोहर बराबर 1 रुपियाँ। यस परिवर्तनले नेपालको बिखारिएको आर्थिक क्षेत्रहरूलाई एकीकृत गर्यो र देशको अर्थतन्त्रमा नयाँ युगको सुरुवात गर्यो। यसरी पहिलो पटक नेपालले आफ्नै राष्ट्रिय मुद्रा प्रणाली स्थापना गर्यो, जुन अहिले पनि देशको पहिचानको हिस्सा बनेको छ। यो समयको कथा अझ रमाइलो छ। नेपाल र भारतको अर्थतन्त्र एकअर्कासँग गहिरो रूपमा गाँसिएको थियो। सन् 1956 अर्थात् विक्रम सम्वत 2013 सम्म नेपालमा दुईवटा मुद्रा एकैसाथ चल्थे, नेपाली रुपियाँ र भारतीय रुपियाँ। दुवै कानुनी रूपमा मान्यता प्राप्त थिए र मानिसहरू दुवैलाई प्रयोग गर्थे। तर यो सजिलो भने थिएन, किनभने दुवै मुद्राको मूल्य दैनिक रूपमा उतार चढाव हुन्थ्यो, जसले बजारमा ठुलो अन्यल ल्याउँथ्यो। व्यापारीहरूलाई कुन दिन कुन मुद्रा बढी मूल्यवान हुन्छ भनेर अड्कलबाजी गर्नुपर्ने हुन्थ्यो। कहिलेकाहीँ त नोक्सान नै बेहोर्नु पर्थ्यो। विक्रम सम्वत 2013 पछि नेपाल सरकारले यो अराजकता नियन्त्रण गर्न कदम चाल्यो। भारतमा पनि ठुलो परिवर्तन भइरहेको थियो। स्वतन्त्रता, विभाजन र मुद्रा सुधारका कारण भारतीय रुपियाँ बलियो बन्दै गइरहेको थियो। त्यसको असर नेपालमा पनि पर्यो, किनकि नेपाली बजारमा भारतीय पैसा नै प्रमुख रूपमा प्रयोग भइरहेको थियो। पछि विक्रम सम्वत 2020 को दशकमा नेपालले आफ्नै मुद्रा नीति बनाउने प्रयास गर्यो। त्यो समय नेपालले बहुमुद्रा लिङ्क प्रणाली अपनायो, जसले नेपाली रुपियाँलाई भारतीय रुपियाँ र अमेरिकी डलर दुवैसँग जोड्ने प्रयास गर्यो। नेपालले स्थिरता खोज्दै विभिन्न दरहरू परीक्षण गर्यो, तर अन्ततः बुझियो कि भारतीय अर्थतन्त्रसँग नजिक सम्बन्ध भएकाले स्थायी समाधान भारतसँगकै दरमा सम्भव छ। त्यसपछि विक्रम सम्वत 2050 मा नेपालको इतिहासमा ठुलो मोड आयो। सरकारले स्थिर विनिमय दर तोक्यो, एक भारतीय रुपियाँ बराबर 1.6 नेपाली रुपियाँ। यो दर आजसम्म कायम छ। यसले मूल्य स्थिरता र व्यापारिक सहजता ल्यायो, विशेष गरी भारतसँगको ठुलो आयात निर्यातमा। तर सबैले यसलाई राम्रो मानेका छैनन्। कतिपय अर्थशास्त्रीहरू भन्छन् यो पेगले नेपालको मौद्रिक स्वतन्त्रता घटाउँछ र रुपियाँलाई भारतको अर्थनीतिमा निर्भर बनाउँछ। तर जे होस्, यो स्थिर दरले नेपालको अर्थतन्त्रमा शान्ति र भरोसा भने ल्याएको छ र यही कारणले यो नीति दशकौंसम्म टिकिरहेको छ। नेपालको अर्थतन्त्र भारतसँग धेरै नजिक छ। हामीले प्रयोग गर्ने पेट्रोल, डिजेल, ग्यास, औषधि, सिमेन्ट, कपडा र दैनिक प्रयोगका धेरै सामानहरू भारतबाट आउँछन्। उदाहरणका लागि, यदि भारतमा पेट्रोलको मूल्य बढ्छ भने नेपालमा पनि यसको असर तुरुन्त पर्छ, किनभने नेपालले भारतबाटै इन्धन आयात गर्छ। यही कारण भारतीय रुपियाँसँग स्थिर विनिमय दर राख्दा नेपालको व्यापारी र उपभोक्ताहरूलाई योजना बनाउन सजिलो हुन्छ, किनभने उनीहरूलाई थाहा हुन्छ भारतीय रुपियाँको मूल्य हरेक दिन बदलिँदैन। नेपाल राष्ट्र ब्याङ्कले यो दर कायम राख्न धेरै काम गर्छ। जब भारतको बजारमा भारतीय रुपियाँ बलियो वा कमजोर हुन्छ, नेपाल राष्ट्र ब्याङ्कले पनि नेपाली रुपियाँको आपूर्ति अर्थात् मुद्रा बजारमा कति पैसा चलाउने भनेर मिलाएर सन्तुलित बनाउँछ।
यसरी महँगो दर नियन्त्रणमा राखिन्छ। उदाहरणका लागि यदि बजारमा धेरै रुपियाँ चल्यो भने वस्तुहरूको मूल्य बढ्न थाल्छ, त्यसैले ब्याङ्कले त्यसलाई घटाउने काम गर्छ। तर यो प्रणालीसँग समस्या पनि छन्। जब भारतीय रुपियाँ अमेरिकी डलरको तुलनामा कमजोर हुन्छ, नेपाली रुपियाँ पनि आफै कमजोर हुन जान्छ। यसको मतलब डलरमा किनिने वस्तुहरू जस्तै अमेरिका वा अन्य देशबाट आउने मोबाइल, ल्यापटप, पेट्रोल वा औषधि अझ महँगा पर्छन्। तर अर्कोतर्फ विदेशमा रहेका नेपालीहरूले पठाउने रेमिट्यान्सले ठुलो सहयोग गर्छ। ती रेमिट्यान्स प्राय अमेरिकी डलरमा आउँछन्। जब डलर बलियो हुन्छ, नेपाली परिवारहरूले डलरलाई नेपाली रुपियाँमा रूपान्तरण गर्दा बढी पैसा पाउँछन्। उदाहरणका लागि यदि तपाईको परिवारले अमेरिकाबाट 100 पठायो भने अहिलेको दरमा तपाईले 14,000 को हाराहारीमा रुपियाँ पाउनुहुन्छ। त्यसरी भारतीय रुपियाँसँगको पेगले नेपाललाई स्थिरता दिन्छ, बजार अनुमान गर्न सजिलो हुन्छ, व्यापारीहरूले योजना बनाउन सक्छन् र महँगो दर पनि नियन्त्रणमा रहन्छ। तर यो दोधारे तरबार जस्तै हो। भारतको अर्थतन्त्रमा समस्या आयो भने नेपालमा पनि त्यसको सिधा असर पर्न जान्छ। अब सोचौं, नेपालले भारतीय रुपियाँसँग करेन्सी बराबर राख्ने निर्णय गर्यो भने के हुन्छ? अहिले नेपाली रुपियाँ कमजोर छ। करिब 1.6 नेपाली रुपियाँको 1 इन्डियन रुपिज हुन्छ। तर यो परिवर्तनले नेपाली रुपिजको मूल्य 60% ले बढाउँछ। सुन्दा नेपाली गौरवको लागि राम्रो लाग्छ। हाम्रो मुद्रा बलियो भयो। तर आर्थिक रूपमा यसले धेरै चुनौती ल्याउँछ। सबैभन्दा पहिले व्यापारमा ठुलो असर पर्छ। नेपाल भारतबाट धेरै सामान आयात गर्छ। करिब 90% विदेशी व्यापार भारतसँग हुन्छ। हरेक वर्ष ट्रिलियन नेपाली रुपिजको पेट्रोल, ग्यास, औषधि, कपडा र अन्य सामग्री नेपालमा आउँछ। नेपाली रुपिज बलियो भएपछि यी वस्तुहरू नेपाली बजारमा सस्तो हुन्छन्। तर स्थानीय उत्पादनकर्तालाई प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ र उनीहरूले प्रतिस्पर्धा गर्न सक्दैनन्। काठमाडौँमा सानो बेकरीले ब्रेड बनाउँछ। भारतबाट सस्तो ब्रेड आयो भने स्थानीय बेकरी घाटामा पर्छ। यस्तै नेपालमा बनाइएका हस्तकला वा कपडा भारतबाट निर्यात हुने गर्छन्। नेपाली रुपिज बलियो भएपछि नेपाली सामान भारतमा बढी मूल्यमा पुग्छ, जसले पहिले नै सानो निर्यात बजार अझै सङ्कुचित गर्छ र व्यापार घाटा बढाउँछ। बलियो नेपाली रुपिजको असर महँगीमा पनि अनिश्चित हुन्छ। नेपाली रुपिज बलियो भए पनि नेपाल अझै भारतको आर्थिक स्थितिमा निर्भर छ। यदि भारतमा मूल्य बढ्छ भने नेपाली रुपिज बलियो भए पनि नेपालमा सामान महँगो पर्न सक्छ। यसले बजारमा अनिश्चितता ल्याउँछ र लगानीकर्ताहरू डराउँछन्। त्यस्तै भारतबाट आउने रेमिट्यान्स पनि प्रभावित हुन्छ। अधिकांश रेमिट अमेरिकी डलर वा भारतीय रुपियाँमा आउँछ। नेपाली रुपिज बलियो भएपछि ती रेमिट कम मूल्यमा रूपान्तरण हुन्छन्। उदाहरणको लागि भारतबाट पठाइएको 10,000 इन्डियन रुपिज अहिले 16,000 एनपिआर बराबर थियो भने अब केवल 10,000 नेपाली रुपिज बराबर हुन्छ। यसले नेपाली परिवारहरूलाई असर पुर्याउँछ। सारांशमा भन्नुपर्दा नेपाली रुपिज र इन्डियन रुपिज बराबर राख्नु नेपाली गौरवको लागि राम्रो देखिन्छ। तर अर्थतन्त्रको दृष्टिले जटिल र जोखिमपूर्ण हुन्छ। उपभोक्ताले सस्तो सामान पाउँछन् तर स्थानीय व्यापार घाटामा जान्छ, निर्यात घट्छ र रेमिट तथा रोजगारीमा असर पर्छ। यसले छोटो अवधिको फाइदा दिन सक्छ तर लामो अवधिको जोखिम धेरै हुन्छ। यही विषयमा अर्जेन्टिनाको कथा एकदमै रोचक र सिकाइपूर्ण छ। सन् 1980 को दशकमा अर्जेन्टिनाले हाइपर इन्फ्लेसनको सामना गरिरहेको थियो। मूल्यहरू हप्तामा वात्तै बढ्थे, मानिसहरूको बचतको मूल्य हराउँथ्यो र बजारमा जनताको भरोसा हराइरहेको थियो। यस्तै अवस्थामा अर्जेन्टिनी सरकारले एउटा ठुलो कदम चाल्यो। आफ्नो मुद्रा अर्जेन्टाइन पेसोलाई अमेरिकी डलरसँग 1:1 को दरमा पेग गर्यो, अर्थात् 1 पेसो बराबर 1 डलर। सुरुमा यो नीति निकै सफल देखियो। बजार स्थिर भयो, मुद्रास्फीति घट्यो र विदेशी लगानी बढ्न थाल्यो। मानिसहरूलाई आफ्नै मुद्रा अमेरिकी डलर जत्तिको बलियो लागेको थियो। ब्युनस आयर्सको पसलहरूमा अमेरिकी सामानहरू सजिलै पाइन्थे र मध्यवर्गका मानिसहरूले पनि नसोचेको वस्तुहरू किन्न थाले। तर केही वर्षपछि समस्या देखिन थाल्यो। डलर बलियो हुँदै जाँदा अर्जेन्टिनाको सामान अन्य देशका लागि महँगो बन्दै गयो। यसले निर्यात घटायो, उद्योगहरू बन्द भए र रोजगारमा कमी आयो। देशले डलरमा ठुलो परिमाणमा ऋण लिएको थियो तर त्यति डलर भण्डार गर्न सक्ने स्रोत थिएन। सन् 2001 सम्म पुग्दा स्थिति नियन्त्रण बाहिर गयो। बैंकहरूमा डलरको कमी भयो, जनताले पैसा निकाल्न थाले र सरकारले बैंकहरू बन्द गरेर कोरालितो नामक नीति ल्यायो जसले मानिसहरूलाई आफ्नै पैसा निकाल्नबाट रोक्यो। त्यसपछि सन् 2002 मा सरकारलाई पेग गरेको करेन्सी तोड्न बाध्य हुनु पर्यो। पेसोलाई स्वतन्त्र रूपमा तैरन दिइयो।
पेग तोडेपछि ठुलो सङ्कट आयो। पेसोको मूल्य एकै वर्षमा 60% भन्दा बढी घट्यो। मूल्यहरू आकस्मिक रूपमा बढे, रोजगारी घट्यो र लाखौं मानिसहरू गरिबीमा परे। पहिले एक पेसोमा $1 आउँथ्यो भने पछि 3 पेसोमा मात्रै $1 आउन थाल्यो। आयात गरिने सामानहरू 3 गुणा महँगो भए। बजारमा वस्तुहरूको मूल्य बढ्दै गयो र जनतामा असन्तुष्टि फैलियो। सरकारलाई अन्ततः केही नियन्त्रण फर्काउनु पर्ने भयो। त्यसपछि उसले विदेशी मुद्रा कारोबारमा कडा नियमहरू लगायो, डलर निकाल्न सीमित गर्यो र अनौपचारिक रूपमा फेरि विनिमय दर नियन्त्रण गर्न थाल्यो। अर्जेन्टिनाको यो अनुभवले देखाउँछ कि पेग हटाउँदा सुरुमा स्वतन्त्रता र लचिलोपन त आउँछ, तर यदि देशसँग पर्याप्त विदेशी मुद्रा भण्डार, बलियो उद्योग र स्थिर उत्पादन प्रणाली छैन भने परिणाम विनाशकारी हुन जान्छ। नेपालका लागि पनि यो एउटा ठुलो सिकाइ हो। यदि नेपालले भारतसँगको 1 इन्डियन रुपिस 1.6 नेपाली रुपिस दर तोड्ने वा अमेरिकी डलरसँग नयाँ पे गर्ने निर्णय गर्यो भने त्यसले स्थिरता भन्दा बढी अस्थिरता ल्याउन सक्छ। मुद्रा नीति केवल गौरवको विषय होइन, त्यसको पछाडि विश्वास, उत्पादन क्षमता र आर्थिक शक्ति पनि आवश्यक हुन्छ। अर्जेन्टिनाको कथाले सम्झाउँछ, मुद्रा बलियो बनाउने निर्णय सजिलो छ, तर त्यसलाई दिगो बनाउने क्षमता राख्नु नै सबैभन्दा कठिन कुरा हो।